पूर्व युवराज पारस शाहको एउटा भिडियो भाइरल बन्यो। यो भिडियोमा केही स्थानीयले उनलाई हामी तपाईको कार्यकर्ता हौं, हामी राजावादी हौं भन्दै थिए। यो वादी र उवादी नभन्नुस्, हामी सबै नेपाली हौं। वादी भनेको छुट्याउने कुरा हो, हामी सबै नेपाली हौं, पारसले झोक्किँदै भनेका थिए। यी कुरा सुन्दा कता कता पारस ठिक व्यक्ति हुन् कि भन्ने लाग्छ। तर कतिपय यस्ता घटना छन् जुन पारसबाट भएका छन्। यी कुराले भने पारसलाई राम्रो चरित्रको भनेर चिनाउनै सक्दैन। यो सबै भन्नु पूर्व मैले पारसको परिचय दिन मन लाग्यो। हुन त यो जरुरी छैन पनि होला, तर पनि मैले दिएँ। पारस शाह नेपालका अन्तिम राजा ज्ञानेन्द्र र रानी कोमलका एकमात्र छोरा हुन्। उनको बहिनीको नाम प्रेरणा शाह हो। उनले भारतको दार्जिलिङ स्थित सेन्ट जोसेफ स्कुलमा प्रारम्भिक शिक्षा प्राप्त गरेका थिए भने उनले पछि बुढानीलकण्ठ स्कुल र ल्याबोरेटरी स्कुल काठमाडौँमा अध्ययन गरेका थिए। आयोवाको लुथर कलेज र संयुक्त अधिराज्यको सिलर अन्तर्राष्ट्रिय विश्वविद्यालयमा व्यवसाय प्रबन्धनमा स्नातकको लागि अध्ययन गरेका थिए। तथापि उनले आफ्नो स्नातक पूरा गर्न असमर्थ रहेका थिए। विक्रम सम्वत 2058 सालको दरबार हत्याकाण्डबाट तत्कालीन राजा वीरेन्द्र स्वर्गारोहण भए पश्चात पूर्व राजा ज्ञानेन्द्रले राजगद्दी सम्हालेका थिए। उनलाई 2058 कार्तिक 10 विजया दशमीका दिन नेपाल अधिराज्यको श्री 5 युवराजधिराज घोषित गरिएको थियो। पारस शाहको विवाह हिमानी राज्य लक्ष्मी देवी शाहसँग विक्रम सम्वत 2056 साल माघ 11 गते भएको थियो। उनका छोरा हृदयेन्द्र शाह र छोरीहरू पूर्णिका शाह एवं कीर्तिका शाह हुन्। छरिएर रहेका 2224 राज्यलाई एकीकृत गरी एउटै राष्ट्र नेपाल बनाएका राष्ट्र निर्माता पृथ्वीनारायण शाहका सन्तान हुन् पारस। यस्तो भन्दा पनि गर्व लाग्छ। तर पारसले गरेका हरकतलाई निहाल्ने हो भने शाह वंशकै बेइज्जत गरेका छन् पारसले। अब पारस कसरी यस्ता अविवेकी भए भन्ने विषयमा पनि चर्चा गरौँ। प्रवीण गुरुङ हत्याकाण्ड 22 साउन 2057 नारायणहिटी दरबारको दक्षिणी गेटबाट एउटा गाडी निस्कन्छ। तेज गतिमा हुइकिएको गाडीले एउटा मोटरसाइकललाई ठक्कर दिन्छ। घटनास्थलमै मोटरसाइकल चालकको मृत्यु हुन्छ। त्यो गाडीका चालक थिए तत्कालीन शाहज्यादा पारस शाह। दुर्घटनामा निधन भएका व्यक्ति थिए सङ्गीतकार प्रवीण गुरुङ। कालजयी गीत, यो नानीको मिरमिरे आँखाका गीतकार सङ्गीतकार गुरुङको मृत्यु भएपछि शाहज्यादा पारसलाई जोगाउन निर्मल निवास कसरी लाग्यो? मैले देखेको दरबारमा दरबारका तत्कालीन सैनिक सचिव विवेक शाहले खुलाएका छन्। सैनिक सचिव शाहले घटनाबारे खबर गरेपछि राजा वीरेन्द्रले भाइ ज्ञानेन्द्रलाई फोन गर्न भने। त्यसपछि शाहले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रलाई फोन गरे र घटनाबारे बताए। ज्ञानेन्द्रले छोरा पारसले गराएको घटनाबारे आफू अनभिज्ञ रहेको उल्लेख गरे। म बुझेर फोन गर्छु भन्ने हुकुम अधिराजकुमार ज्ञानेन्द्रबाट भयो। करिब आधा घण्टापछि ज्ञानेन्द्र सरकारको फोन आयो। शाहले लेखेका छन्, विवेक इट इज हिम। त्यो मोटर पनि हो र पारसले चलाएको रहेछ। अब यो समस्या कसरी समाधान गर्ने उपाय निकाल। मान्छे नै मारेको घटनामा दोषीलाई कारबाही हुनुपर्ने हो। तर अधिराजकुमार ज्ञानेन्द्रले छोरा पारसलाई बचाउने उपाय खोज्न अनुरोध गरे। त्यसपछि खड्गबहादुर भुजेल नामका व्यक्तिलाई नक्कली ड्राइभर बनाएर खडा गरियो र पारसलाई उन्मुक्ति दियो। शाहज्यादा पारसले चलाएको गाडीबाट सङ्गीतकार गुरुङको हत्या भएको वर्ष दिन नबित्दै 19 जेठ 2058 राजदरबार हत्याकाण्ड भयो, जसमा राजा वीरेन्द्रको वंश नै नाश भयो। नारायणहिटी दरबारको त्रिभुवन सदनमा आयोजित रात्रिभोजमा शाहज्यादा पारस, आमा कोमल र पत्नी हिमानीसहित उपस्थित थिए। गोली युवराज दिपेन्द्रले चलाएका थिए। ज्ञानेन्द्रकी पत्नी कोमल पनि घाइते भएकी थिइन्। सौभाग्यवश पारस र हिमानी जोगिए। घटना हुँदा पोखरामा रहेका अधिराजकुमार ज्ञानेन्द्र 3 दिनपछि राजा बने। राजा वीरेन्द्रको वंश नै नाश, तर ज्ञानेन्द्रको परिवार सुरक्षित हुनुले दरबार हत्याकाण्डमा पारसको हात रहेको शङ्का सबै नेपालीले गरे। प्रवीण गुरुङको मृत्यु घटनामा शाहज्यादा पारसलाई कारबाही गर्न माग गर्दै तत्कालीन नेकपा मालेको भातृ सङ्गठन अनेरा सोबिउले नारायणहिटी दरबारमा 5 लाख हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाएको थियो। दरबारले प्रारम्भिक रेस्पोन्स पनि गरेको थियो। तर पारसलाई कारबाही हुनुको साटो नक्कली ड्राइभर खडा गरेर उन्मुक्ति दियो। उति बेला धेरैको अनुमान थियो भाइ ज्ञानेन्द्रको दबावका कारण राजा वीरेन्द्रले पारसलाई कारबाहीबाट बचाएका हुन्। यही घटनापछि राजा वीरेन्द्र र भाइ ज्ञानेन्द्रबीच मनमुटाव भएको हल्ला भएको थियो। प्रवीण गुरुङ प्रकरणमा जसरी नक्कली ड्राइभर खडा गरेर पारसलाई जोगाइयो, त्यसैगरी दरबार हत्याकाण्डमा पनि युवराज दिपेन्द्रलाई दोषी देखाएर उनलाई उन्मुक्ति दिन खोजिएको भन्ने आशंका सर्वसाधारणलाई भएको थियो।
यही कारण बहुसंख्यक नेपालीले त्यसबेला ज्ञानेन्द्रलाई राजा र पारसलाई युवराज स्वीकार गर्न सकेका थिएनन्। प्रवीण गुरुङ हत्याकाण्ड मात्र होइन, पारसको उदण्डताबाट त्यसअघि पनि थुप्रै पटक सर्वसाधारण पीडित भइसकेका थिए। 2053 असार कुनै गतेको मध्यरात पारसले हाँकेको गाडीको ठक्करबाट एकजना ट्याक्सी ड्राइभरको मृत्यु भयो। उनको पनि घटनास्थलमै मृत्यु भएको थियो, तर घटना मिलाएर गुपचुप पार्न दरबार सफल भयो। मृतकको परिचय सार्वजनिक हुनै पाएन। त्यसको 8 महिनापछि 19 माघ 2053 मा पारसले राजधानीका 2 ठूला होटलमा ताण्डव मचाए। सोल्टी होटलको अडियो भिडियो हलमा सहयोगीसहित पुगेका उनको वितण्डा रोक्न खोज्ने फ्लोर म्यानेजर गोविन्द प्रधानलाई पेस्तोल ताक्दै पारस होटलबाट बाहिरिए। आफ्नै पिताको स्वामित्व रहेको सोल्टी होटलमा करिब 1 घण्टा हुलदङ्गा गरेर बानेश्वरको एभरेस्ट होटलतर्फ लागेका पारसले त्यहाँको क्यासिनोमा पनि उस्तै रडाको मचाए। सोल्टी होटलमा त पेस्तोल ताकेका मात्र थिए, यहाँ त हवाई फायर नै गरे। उनको उदण्डता र झगडालु स्वभाव बढिरहेकै थियो। राजधानी बाहिर पनि उनीबाट यस्ता घटना भइरहन्थे। यसै क्रममा 13 चैत 2053 मा नारायणगढ स्थित बस पार्कमा स्थानीय युवासँग उनको विवाद भयो। ती युवाले कुटाई खाए, उनको नाथ्री फुट्यो। उनलाई कुटपिट गर्ने युवाको खोजीमा प्रहरी परिचालन गरियो। पीछा गर्ने क्रममा पारसको गाडीले प्रहरीको गाडीलाई ठक्कर दियो। स्कुली जीवनसम्म शान्त र सरल ठानिएका पारस युवा अवस्थामा प्रवेश गरेपछि कसरी उदण्ड भइरहेका थिए बुझ्न यी घटनाहरू पर्याप्त थिए। तर परिवारको बेइज्जती हुने डरले निर्मल निवासले पारसलाई कारबाहीको साटो उन्मुक्तिका लागि प्रहरी प्रशासनलाई दबाब दिने गर्थ्यो। यही कारण जस्तो गल्ती गर्दा पनि उनले उन्मुक्ति पाइरहे। समयक्रममा पारसको उदण्डताको शिकार परिवारकै सदस्य र नातेदारसम्म बन्न पुगे। पारसले 15 असोज 2061 मा बुबा ज्ञानेन्द्रका व्यापारिक साझेदार प्रभाकर शमशेर राणाका छोरा सिद्धार्थ राणालाई समेत कुटपिट गरेका थिए। कुटपिटबाट सिद्धार्थको खुट्टा भाँचिएको थियो भने उनकी पत्नी नीलिमाको अनुहारमा चोट लागेको थियो। सिद्धार्थले पारस विरुद्ध प्रहरीमा उजुरी समेत दिएका थिए, तर पछि फिर्ता लिए। पारसकै विवादित विगतका कारण पनि राजतन्त्र अलोकप्रिय भइरहेको थियो। तर संविधान सभाको चुनावपछि राजतन्त्र अन्त्य हुने बेलासम्म पनि उनको उदण्डतामा कमी आएन। 12 वैशाख 2065 मा कमलादी स्थित मनसुन डिस्को पुगेर उनले मचाएको वितण्डा यसको उदाहरण हो। गणतन्त्र स्थापनापछि सिङ्गापुर थाइल्यान्डमा बसोबास सुरु गरे पनि नेपाल आएका बेला उनीबाट अनेक हरकत र काण्ड भइरहे। 2067 मङ्सिर 25 मा पूर्व युवराज पारस, पत्नी हिमानी र छोराछोरीसहित चितवन राष्ट्र निकुञ्ज स्थित टाइगर टप्स रिसोर्ट पुगेका थिए। तत्कालीन उपप्रधानमन्त्री सुजाता कोइरालाका बङ्गलादेशी ज्वाइँ रुबेल चौधरी, छोरी मेलानी र छोरा मेहिल पनि संयोगवश त्यस दिन टाइगर टप्समै थिए। जानकारहरूका भनाइमा नेपालका 2 शक्तिशाली राजनैतिक परिवारका युवा सदस्य बीचको सुरुवाती भेटघाट र कुराकानी निकै सौहार्दपूर्ण थियो। त्यही कारण मध्यरातसम्म उनीहरू होटलको प्राङ्गणमा आगो ताप्दै खानपिन गरे। रात छिप्पिँदै जाँदा पारसले रुबेललाई जङ्गल गएर बाघको शिकार गरौँ भन्ने समेतको प्रस्ताव गरे। तर जब पारसमा मदिराको नशा बढ्दै गयो तब लफडा सुरु भयो। पारसले उतिबेला गरेको दाबी अनुसार विवाद बढ्दै गएपछि रुबेलले नेपाल भारतको उपनिवेश हो भन्दै देशको सार्वभौमिकताको उपहास गर्न खोजे। त्यही कारण आफूले रुबेलको पत्याचार गरेको उनको भनाइ थियो। रुबेलको दाबी चाहिँ फरक थियो। उनका अनुसार उनले नचाहँदा नचाहँदै पारस राजनीतिक विषयवस्तुमा प्रवेश गर्न खोजिरहेका थिए। यसै क्रममा पारसले गिरिजाप्रसाद कोइरालाका कारण राजतन्त्र अन्त्य भएको भन्दै उनीप्रति आक्रोश पोखे। आगो ताप्दै सौहार्दपूर्ण रूपमा कुराकानी गरिरहेका दुईजना बीच राजतन्त्रको विषय उब्केपछि विवाद सिर्जना भयो। मदिराले लट्ठ पारसले रुबेललाई हात हाले। साथमा रहेका अन्यले रोकेपछि पारसले पेस्तोल निकालेर हवाई फायर गरे। गोली नै चलाउन थालेपछि थप दुर्घटना नहोस् भनेर पूर्व राज परिवारको सुरक्षाका लागि सँगै रहेका सरकारी सुरक्षाकर्मीले पारसलाई थामथुम पारे। हतियार लैजान नपाइने राष्ट्रिय निकुञ्जभित्र गोली चलाउनु आफैमा संवेदनशील घटना थियो। पारस भोलिपल्टै काठमाडौँ फर्के र पक्राउ पर्न सक्ने भएले लगत्तै हेलिकप्टर मार्फत पोखरा प्रस्थान गरे। गोली चलाएको अभियोगमा पारस विरुद्ध चितवन प्रहरीमा उजुरी परिसकेको थियो। प्रहरीले उनलाई 27 मङ्सिरमा पोखरा स्थित फुलबारी रिसोर्टबाट पक्राउ गर्यो र हेलिकप्टरबाट चितवन पुर्यायो। तर जिल्ला अदालतमा पेश गरेको पर्सिपल्टै उनी धरौटीमा रिहा भए। यसपछि पनि उनका उदण्ड क्रियाकलाप रोकिएनन्। सिङ्गापुर ब्याङ्ककमा बसोबास थालेका उनी नेपाल आएका बेला विभिन्न होटल र क्यासिनोमा गइरहन्थे। यसै क्रममा 2068 जेठ 3 मा दरबार मार्ग स्थित याक एन्ड एती होटल परिसरमा रहेको क्यासिनोमा झगडा र कुटपिट गरेको घटना सार्वजनिक भएको थियो। नेपालमा असुरक्षित महसुस गरेपछि पारस 2065 साउनमा परिवारसहित सिङ्गापुर गए। छोराछोरीलाई त्यही पठन पाठनको व्यवस्था मिलाइदिएकाले हिमानीको बसोबास पनि उतै हुन थालेको थियो। तर पारसकै कारण उनी सिङ्गापुरमा लामो समय रहन सकिनन्। सिङ्गापुर पुगेको एकाध महिनामै पारस हिमानी बीच खटपट सुरु भएको थियो। 2065 दशैं ताका पारसबाट कुटिएपछि हिमानी स्वदेश फर्किन्।
त्यसको केही समयपछि पारस पनि सिङ्गापुर छोडेर थाइल्यान्ड लागे। थाई युवती कन्निका चाइसानसँगको सम्बन्धका कारण उनी थाइल्यान्ड बसोबासका लागि लोभिएका थिए। तर थाइल्यान्डमा कन्निकासँग लिभिङ टुगेदरका क्रममा पनि पारसबाट एकपछि अर्को विवादास्पद क्रियाकलाप भइरहे। थाइल्यान्डको पर्यटकीय नगरी फुकेटमा रहेका बेला उनी लागु औषधसहित पक्राउ परे। 2069 कार्तिक 7 गते प्रहरीले उनलाई पुनर्स्थापना केन्द्रमा राख्न आदेश दियो। अब सोच्नुहोस् त, नेपालमा राजसंस्था फर्कने हो भने राजा बनाउन पारस कति योग्य रहनेछन्। तर पारसको आफ्नो व्यवहारलाई लिएर अरू सदस्यलाई भने जोड्नु राम्रो विषय चाहिँ होइन। धेरैले राजा ल्याउने भए पारस पुत्र हृदयेन्द्रको पनि विकल्प भएको भन्ने गरेका छन्। तपाईलाई के लाग्छ? नेपालमा अबको विकल्प राजसंस्था हुन सक्छ कि गणतन्त्र यथावत रहनु राम्रो हुन्छ? कृपया आफ्नो प्रतिक्रिया तलको कमेन्ट बक्समा लेख्न नबिर्सनुहोला। भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला। अर्को भिडियोमा फेरि भेट्नेछौँ। म भने बिदा हुन्छु। नमस्कार।